आवर च्यानल होइन। हामी चाहिँ अहिले जाँदैछौँ हाम्रो प्र्याक्टिकल इक्जाम प्लस भाइभा दिएर होइन। पर्सनली मेरो भन्नुपर्दा फिजिक्सको जति म डराइरहेको थिएँ, जति म एकदम नर्भसको नि ड्याडी मम्मी ग्रान्डफादर जुन भइरहेको थिएँ त्यति नराम्रो गएन। मेरो फिजिक्सको एकदम राम्रो गयो। जहाँसम्म मन लाग्छ मैले आफ्नो चाहिँ बेस्ट दिएँ। नेपालीको चाहिँ मेरो बब्बाले गएको छ, आई नो द्याट फर स्योर होइन। किनकि नेपालीको यु नो द्याट। अब मेली तिम्रो कस्तो गयो? मेरो पनि एकदम राम्रो गएको छ है। अब इङ्ग्लिसमा सरले नम्बर कति दिनु भइरहनु, एकाउन्ट राम्रै गएको छ। अब त्यस्तै हो अरू त। अनि आज हामीलाई मौसमले कस्तो च्यालेन्ज गरिरहेको छ। उतातिर कालो मेलो भइरहेछ होइन, पानी पर्न आँटेको छ। अनि जब हामी हाम्रो एरियातिर आइरहेको छौँ तब चाहिँ घाम त लागिरहेको छैन, बट मेरो हातमा भर्खर एउटा ड्रप दिएको छ अघि। मेरो यता नि पानी चाहिँ पर्छ है, ठिक छ त्यही चाहिँ हो। अलिअलि भए पनि मैले पानी चाहिँ पर्छ जस्तो रोड त्यसमा पर्छ नि। र मलाई चाहिँ अहिले कल आयो गाइस भिसुको। अहिले एकछिनमा भेटौँ ल। अन्त अनि हामी फेरि उपस्थित भइसकेका छौँ। अब आफ्नो कल एटेन्ड गरेर जुन कि इम्पोर्टेन्टै छैन, खास भइया थियो। त्यही पनि कलमा बोलेको हो। किन कल त एटेम्प गर्नै पर्यो र पनि कलमा बोलेको किन भ्लगमा सिकाउनु भन्छ, नदेखाउनु भन्छ नि त। प्राइभेसी, तर प्राइभेसीजनक चाहिँ त्यस्तो केही नै छैन। एकदमै म एकदम सोमु लागिरहेको छु होला आज होइन गाइस। यो मेरो भाइभा र प्र्याक्टिकलको टेन्सन प्लस यताउति होइन। त अहिले है गाइस नर्मली म डिसेन्टै छु होइन पनि। ल हामीलाई अब होइन अब यति गर्नुपर्ने होला के गर्ने होइन। हामी प्लिज हामीलाई हेर्न मान्छेहरू यति हाँसिरहेको मलाई खुद हाँसी दिइरहेको छ। हामीलाई यस्तो वास्ता छैन कसैको। लागिरहेको छ अब, किनकि त्यो केटाहरू दुइटा हाम्रो बारेमा कुरा गर्दै गएँ। अब मैले सुने पनि तिनीहरू हुन्। अहिले म तिनीहरूलाई हाइलाइट गोलो गोलो। अनि अर्को कुरा भनेको पछाडि दुईजना केटीहरू पनि आइरहेको छ नि, जसले हामीलाई पछाडि जज गरिरहेको छ नि। जज गर्नेलाई गर्न दिनुहोस्, हामीलाई बाल मतलब छैन। त्यही कुरा हजुर तपाईँलाई थाहा छ, कुरा काट्नेले काटिराखुन्, हामीलाई मतलब छैन। त्यही भएर मेन त म त्यस्तो छु। उसलाई त अलिकति अक्वर्ड फिल भइसकेको छ। म पहिलेदेखि नै भ्लग बनाउने भएर मलाई अलिकति पनि अक्वर्ड फिल लागेको छैन। याहु। अनि म चाहिँ गाई सरी मेरो छोरी कल आएको त तपाईँहरूलाई लाग्दा होला यसकै मात्र आउँदो रहेछ यति कल होइन गाइस। मलाई जिन्दगीमा आजै मात्र हो कल आएको, नत्र युजली महिनासम्म मेरो डाइलग कल होइन सुन्दा भरिरहन्छ। यस्टरडे टुमारो 2080 मा कल गरेको थियो। अब टुडे मलाई प्रायः जस्तो कसैले कलै गर्ने, मलाई यदि कल गरिहाल्यो भने गर्ने हो मेलुले कि भिसुले। डाइरेक्ट कल त मलाई कसैले गर्छ, मेरो फ्यामिलीले नै गर्दैन, अनलाइन मात्र। थाहा छ यो साइन चाहिँ मैले किन गरेको थाहा छैन। गाइस आई लभ यु, आई लभ मेली, आई लभ यु। त्यो हाम्रो यस्तै चल्छ। के गर्नु बाटोमा, के गर्नु बाटोमा स्ट्रेट बट वी क्यान बी बाइसेक्सुअल अल्सो। किनकि हामी केटी केटाकेटीलाई हेरेर एट्र्याक्ट हुन्छौँ, बस एट्र्याक्ट हुन्छौँ अरू केही होइन। यो बाटो मेरो यहाँ चाहिँ अलिकति रमाइलो छेड केही हुँदैन, के हुन्छ त होइन। अनि जुन हाम्रो बाटो छ नि, बाटो ठाउँ मेलो यस्तो कबाडी बाटोबाट हामी डेली हिँडेर जान्छौँ। हाम्रो यति राम्रो जुत्ताको नि, यति राम्रो जुत्ता होइन, एक दिन धोएको लुगा। यति राम्रो लुगा र जुन जुत्ता हामी डिसिप्लिनको लागि होइन प्र्याक्टिकल इक्जाममा सबै घेरिन्छ भनेर यति चित्त भएर गयो। अनि यस्तो कबाडी बाटोबाट आउँदै जाँदासम्म के हुन्छ होला हालत। मैले आज त्यो सोचेर थाहा छ म हाइवेबाट गएको आज। थाहा छ म नि यो फोल्ड माथि गरेको थिएँ गर्मी भएर होइन, यो चेक गर्नुहुन्छ भनेर म नि फेरि वापस मैले यसो गरेको। मैले नि जहिले फोल्ड गर्ने पनि। अनि पुरा स्ट्रिप बन्द भएको मैले, ताकि कपालहरू यताउता नहोस्। भइरहेको छ होला है मेरो कपाल यताउति। कुछ भी नै हो क्या, तर हामीले मान्छे जज गरे, तर जज गरे के हुन्छ भन्ने कुरा हो क्या। अर्कालाई जज गर्ने कुरा प्लिज नगर्नुहोस्। सक्नुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोस् भन्न चाहन्छु। म अब रुमदेखि धेरै टाढा छ हाम्रो रुम, यति धेरै भित्र किन छ? हामीले कुन जनीमा के पाप गरेको केही पनि हुँदैन क्या, केही हुँदैन क्या। सुन न, हाइवेमा पर्नुपर्छ क्या रोड, रोड अरे सरी रुम। रोडै राम्रो भएको भए पनि हामीलाई चल्थ्यो, तर भएन यहाँ। मेरो त झन् फ्यामिली सरी भन्छु जुन घरमा म बस्छु प्रिन्सिपलको घरमा
प्रिन्सिपल सुट डोरा सुट दिले जिना आराम 2 वर्ष मैले कसरी काटेको छु म जिन्दैमा यो ठाउँमा फर्किनँ हामी यहाँबाट है के देखायो यहाँ मार्गट टोल हामी त्यो अनन्त मार्गट टोलबाट हामी भित्र जाँदैछौँ गाइस यहाँ नयाँ घर बन्दैछ गाइस हेर्नु यो थाहा छ यो पछाडि जुन घर बन्दैछ नि गाइस त्यो त नि हामीले 1-2 महिनामै बनेकोदेखि मलाई यहाँ यति छिटो घर बन्छ गाइस थाहा छैन मान्छेलाई किन यति हतार छ घर बनाउने जस्तै कि भोलि सरिहाल्छ जसरी यहाँ 2-3 महिनामै घर बन्छ गाइस साँच्चै भनेको यो घर पनि 1 महिना कि 2 महिनामा बनेको थियो पैसा कमाउला गाइस पैसा हुनुपर्छ यति छिटो घर बन्छ बुझ्नुभयो पैसा कमाउनु है तपाईँ पैसा कमाउनु गाइस अनि पैसा कमाउने यति छिटो घर पनि बन्छ पैसा कमाउनु इज मेन इम्पोर्टेन्ट पढ्नु इज नट इम्पोर्टेन्ट नपढी चाहिँ पैसा कसरी कमाउँदैन पढ्नु इज नट इम्पोर्टेन्ट पढी चाहिँ पैसा कसरी कमाइन्छ हालु पढ्नु इज इम्पोर्टेन्ट देऊ गाइस हेर्नु हाम्रो यस्तो न्यारो पाथ छ होइन हामी चाहिँ न्यारो पाथबाट हिँडेर भित्र जानुपर्छ रुम अनि योभन्दा न्यारो पाथमा घुस्नुपर्छ होइन मेरो यस्तो अब हामी अझै हाम्रो त्यहाँबाट अझै छिर्नै बाँकी छ तपाईँहरू हेर्दै गर्नुहोस् हामी लोकेसन भिडियो हाल्दैछौँ अनि अर्को एउटा भनेको गाइस मेरो घरमा चाहिँ नि होइन जुनमा म रुम लिएर बसेको छु त्यो घरबाट बेली भन्नेको टाछे होइन अलिकति अब नजिक गएको हुँदैन तपाईँहरूले देख्न सक्नुहुन्छ भाउ कसरी गर्छ हामी अहिले इरिटेट गर्छ हामी देखाउँछौँ अहिले वैसे त आमा एनिमल लभर होइन डग लभर है बट त्यो बिना काम त भोगेको देखेर नि मलाई नै इरिटेट भइसक्यो 2 वर्षमा त्यो ब्लग बनाउने बानी नभएरले म्याक्री आफू गल्दो रहेछ यार नि लास्ट भगवान् यत्रो बोल्नु अरे लाइट अरू भन्दा पनि गाइस होइन मेरो पनि होइन यसरी उल्टो क्यामेरा पक्रेर यसरी लेजिट उसले यसरी क्यामेरा पक्रेको चाहिँ यसरी क्यामेरा पक्रिँदा नि गाइस मेलुको हात नै होइन यो दुखिसक्यो यसरी पक्रेर यसरी नै हो नि त ब्लग गर्ने यसरी देखाउन मेहनत हेर गाइस मेरो मेहनतको अगाडि त खुट्टा ढुङ्नु पर्छ यति मेहनत छ भिडियो बनाउँछु होइन हात दुखाइ लास्ट एडिट गर्न अल्छी लाग्छ ढोक्दै मैले हजुर के गर्नु अगाडि पनि घरको कुराहरू कति धेरै समातेर भिडियो बनाएको थिएँ यहाँ पनि कन्स्ट्रक्सन चल्दैछ गाडी देख्नु आफ्नो घरमा नि हरेक कोनामा कन्स्ट्रक्सन चलिरहेको हुन्छ क्या त्यस्तो पनि कुना हुँदैन जुनमा कन्स्ट्रक्सन चलिरहेको हुन्छ तिमीले आज चाहिँ म एउटा कुरा भन्न चाहन्छु यो दोकानलाई हेर्छ यो दोकान I hate this shop. I freaking hate this shop. I fucking hate this shop. I will never come in this shop. यहाँ हामी गाइज यो त के होइन यो बाटो हेर्नु यो हिँड्छ हामी हिँड्छौँ गाइज माथेको हाम्रो नर्मल मान्छे पनि हिँड्दाखेरि पनि माथेको मान्छे यस्तो लखरक हल्लिन्छ किनकि यही तल अकडम बकडम बम्बे राम्रो भनेको यही बाटो छ गाइज तर यो धेरैसम्म छैन यति टिक्दैन धेरै ए स्क्रिन हेर चुस गाइज होइन तँ भनेको पिङ्क कलरको घर चाहिँ नि होइन मेरो म बस्ने रुम हो होइन अनि अब म मेरो रुम पुग्न आँट्यौँ गाइज हाम्रो पनि दिवार बन्न आँट्यो गाइज यत्रो 2 वर्ष बनेन होइन जब चाहिँ म जान आँटेँ होइन तब चाहिँ दिवार बन्न आँट्यो गाइज एज यु क्यान सी हेर्नु दिवार बन्न आँट्यो हाम्रो घरको पनि अब चाहिँ कोही चोर मुलाङ जेसै गरेर आओस् छिर्न सक्दैन बाहिर ढोका खोलेर जाने बाई खोला न ढोका बाई म पनि घर आइपुगेँ हाम्रो जो तलतिर मासतिर छ रुम एक्चुअली भन्नु पर्दाखेरि चाहिँ हाम्रो पुन्टु दिदी के गर्दै हो ढोका खोल कलेजबाट ढोका आएको हुन्छ म यहाँ के भन्नु के गर्नु यस्तै छ जिन्दगी साइला मेरो दिदी मैले भिडियो गर्दै गरेर आएको हुँदा उसलाई चाहिँ खै के भयो हेर्नु नाकको पोरा हेर्नु होला गाइस अहिलेसम्म सुतिराख्नु भएको रहेछ हेर्नुहोस् यहाँ हेर्नुहोस् जाम खाना आँटिसकेको रहेछ म आइपुगेछु वाट द हेल यस्तो पनि हुन्छ भन्नुहोस् बुढी कहाँबाट के गरेर आइसकि
के भइसक्यो केही थाहा छैन तर राम्रै भयो एकाउन्ट र इङ्ग्लिस तर गर्मी भयो विराटनगरमा गर्मी पलाएको छ फेरि नखोल त मनै मान्दैन राम्रै भयो यस्तै रहेछ जिन्दगी साइला के गर्नु भोलि कहाँ जाने हो थाहा छैन फेन यो फेन यस्तै हुन्छ यो फेन हाम्रो जिन्दगी हो जिन्दगी यस्तै रहेछ साइला फेनलाई पनि कसरी जिन्दगी भन्छ भन्नुहुन्छ होला म भन्छु किनभने हाम्रो त यो फेन त हाम्रो जिन्दगी मुटुको टुक्रा हो क्या यो फेन नभए त हामी विराटनगरमा बस्न सक्दैन थियो यस्तो मिठो हावा आउँछ अहिलेलाई यति नै आजलाई यति नै बाई बाई भेटौँला नेक्स्ट भोलि चाहिँ म कलेज जाँदाखेरिको पनि भिडियो बनाउँछु है ल जाँदाखेरि चाहिँ हामी नर्मली गफ गर्दै जान्छौँ साथीहरू 2जना हुन्छौँ 3जना हुन्थ्यौँ उसको चाहिँ अब डेमा परेको डेमा ग्रुप उसको चाहिँ ग्रुप छुट्टै भएर चाहिँ उसको चाहिँ डेमा परेको रहेछ हाम्रो चाहिँ मर्निङमा थियो 2जनाको नभए हामी नर्मल्ली हिँड्दै चाहिँ 3जना हो अब त्यस्तै भयो के गर्ने बाई बाई आजलाई यति नै बाई